नेपाल र चाइनाको सिमाना पहाड हिमताल हो। हेर्नुहोस् है, यहाँ हेर्नु त 3टा ताल सँगै छन्। यो तालको हामीले यसो हेर्दाखेरि हेर्नुहोस्, म सबै एङ्गलबाट देखाउँछु। अब चाइनाको जब उता पारी चाइनातिर त हेर्नु त एकदम भव्य ठुलो तालहरू छन्, अरू सम्भावित तालहरू छेउछाउमा छन्, नेपालतिर बग्ने तालहरू हुने चाहिँ यो 3टा ताल छन् यहाँ बिचमा चाहिँ। एकदमै यो पुरै नेपालमै बग्ने यो ताल चाहिँ। एउटा 2टा 3टा हेर्नु है। अब योबाट चाहिँ कसरी आउँदैछ हेर्नु है त, यो ताल हेर्नु त, यो तालबाट यसरी हुँदै म एउटा पहिला वाइड भ्यू देखाउँछु। मैले एउटा मार्क गरेको छु, यो खोला कसरी जान्छ र कसरी त्रिशुलीमा मिसिएको छ भनेर हेर्नु है। त्रिशुलीमा कसरी मिसिएको छ भनेर मैले देखाइरहेको छु। अब यो म तपाईँलाई एकदमै टप एङ्गलबाट मैले यहाँबाट तपाईँलाई देखाउँदै ल्याउँछु। हेर्नु, मेन यो 3टा तालहरू छन् यहाँ। यो ताल नै फुटेर बाढी आएको अहिले हाम्रो त्रिशुलीमा। यहाँबाट यो चाइनाकै भूभाग पर्छ, चाइनाबाटै हामी यसरी आइरहेको छौँ, चाइनाबाटै बगेर आइरहेको छ। यो हिमताल हो यो, हेर्नुहोस् त, यो परेको छ। पहेँलो यो जुन मैले लाइन बनाएको छु, यो भनेको हाम्रो यो खोला हो, यो खुल्सा खोला हो। यो खोलाबाट नै बग्दै आएको छ। यहाँ आइपुगेपछि अब हेर्नु है, हाम्रो यो चाइनाकै भूभाग हो अझै पनि। यो यसरी बग्दै यो ताली खसाउँदै हुँदै आएको छ। का फैक्ट, नेपाल के रसुआ में अचानक आए पानी से सैकड़ों लोग फंस गए और इसका सीधा असर डाउनस्ट्रीम में भारत की गंडक नदी पर भी देखा जा रहा है। यह नतीजा है ग्लॉफ यानी ग्लेशियल आउटबर्स्ट का। ऊंचाई पर जब ग्लेशियर अचानक टूटा तो लाखों टन मलबा और बर्फ घाटी में नीचे आ गिरा। इस मलबे ने भोटेकोशी की ट्रिब्यूटरीज को चोक कर दिया, जिससे पीछे लाखों लीटर पानी का एक अस्थायी प्राकृतिक बांध बन गया। पानी का दबाव बढ़ते ही ये बांध एक झटके में फटा और करोड़ों लीटर पानी मलबे के साथ नीचे तबाही मचाते हुए बह निकला। हिमालय में बढ़ते तापमान से ऐसी घटनाएं लगातार बढ़ रही हैं। अर्थ साइंस और जियोलॉजी के ऐसे ही रहस्यों को समझने के लिए On the morning of August 26, 2026, Trishuli Bazaar, Nepal was hit by a sudden debris flood. Thick, heavy mud, rocks, trees, and wreckage tore through the town with unstoppable force. Hundreds of homes collapsed and disappeared under the sediment. Thousands of people ran for their lives, climbing onto rooftops and higher ground as the mud spread. The disaster continued with relentless force, turning Trishuli Bazaar into a scene of total devastation and chaos. ओहो, लो हेर्नुस् त साथीहरु, लो हेर्नुस् त। आम्मामामा, आपा, लु हेर्नुस्। ओहो, लु, आम्मा, लु जा। त्यो घरहरु त लानी भयो त यार। ओहो, लु बर्बाद भयो। आम्मामामा, भागो मान्छेहरु। हट। तट। कराएर सुन्ने होइन क्या रे यहाँबाट। अब कोलाई बगाउने हो क्या रे। घरहरु पनि लानी भयो यार। ओहो, के सारा हो यो। आम्मामामा, तट। लु, त्रिशुली बजार चाहिँ यसपालि नरहला जस्तो भयो। ओहो, यत्रो टाढाबाट खिच्दा त यस्तो ठुलो देखिने। आम्मामामा, कत्रो होला के यो। तट। आम्मामामा, लु हेर्नुस् है साथीहरु, लु हेर्नुस् है। आम्मामामा, लु हेर्नुस् कत्रो आयो। आपा, आगी भन्दा पनि ठुलो आयो यार। लु हेर्नुस्, डाँडा साडाको त्यो रुखहरु पनि लु हेर्नुस्। ओहो, ल यो सबै मान्छे लगाको।
रितो छाती हेरिरह्यो मुठो दे पठाए आफ्नै हातले सिरा फुला हेर्न जाने भन्थे हामीले के हाम्रो कहाँ गयो होला है लौ त्यो गाडी पनि बगायो हेर्न जाने भन्थे नि हेर्दा हेर्न गएको हुन्थ्यो लास भनेर यहाँको तर खुट्टा मात्रै रहेछ लास चाहिँ छैन रहेछ